कुनै पार्टीको आन्दोलन होइन यो, कुनै नेताको आन्दोलन होइन यो आन्दोलन हिन्दुत्वको आन्दोलन हो र हिन्दुत्वको लागि आन्दोलन हो। जसरी निर्मम हत्या गरेको छ हाम्रो सनातनी भाइहरूलाई, त्यो निर्मम हत्यालाई हामी प्रतिकार गर्न यहाँ रोडमा उत्रेको छौँ। यदि यो सरकारले हामीलाई छानोपिनो गरेर दिन सकेन भने हामी सनातनी हातमा छुरा पेनेर बसेको छैनौँ। त्यो निर्मम हत्याको बदला हामी यही सडकबाट लिन चाहन्छौँ र यदि अब सनातनीलाई यो देशमा पीर मार्का परेको छ भने अब सनातनी चुप लागेर बस्दैन। त्यो कुरा ढुक्क भएर बुझ्दाउँछ है सबैजनाले, किनभने आज हामी जसरी मौन भएर बसेको छौँ त्यही भएर कुनै पनि सनातनीको धर्मावलीको मठ मन्दिर र चाटकोट, किनभने यो जिल्लाको होइन, 2 नम्बर प्रदेशको होइन, देशभरिको सबै मठ मन्दिरको घन्टी खोलिसक्यो। कसले खोल्यो यो घन्टी? आज 11 जनालाई गोली हान्यो, तर आजै फेरि यत्रो आन्दोलन चर्केको छ देशभरिमा। तर त्यो मुसलमानहरूको जिहादीहरूको तागत लिएर हिन्दूहरूको घरमा आगो लगाइदिएछ। कहाँ आगो लगाएछ है भर्खरै आज केटाहरू? कोशीभन्दा उता के गाउँ ठाउँ छ आजै आगो लगाएको छ पसलमा। एउटा कुरा के भन्न चाहे यहाँबाट सम्पूर्ण सनातनीहरूलाई, यदि सनातनीहरू असली कट्टर सनातनीहरू छ भने जहाँबाट छ त्यहीबाट रोडमा उत्रेर प्रतिकार गर। अब नत्र यो देशमा अब यो जिहादीहरूलाई, नेपालीहरूलाई, यो जिहादीहरूलाई हिन्दूलाई लखेट्ने प्लान बनाउँदैछ। तिनीहरूले माइन्ड चेक गरेको हिन्दूहरूलाई वास्तवमा के गर्दैछ। 11 जनालाई ठोकौँ, 11 जना हिन्दूलाई ठोकौँ, हिन्दूहरूको के प्रतिक्रिया आउँदैछ तिनीहरूले माइन्ड टेस्ट गर्न खोजेको। तर त्यो जिहादीहरूलाई म यहाँबाट सन्देश दिन चाहन्छु, ए जिहादीहरू, निहत्था हिन्दू भाइहरूलाई गोली हानेको त्यहाँ यति छातीमा तागत छ भने झन्डा गाडेर फरियाद, तिमीहरूलाई तागत छ भने झन्डा गाडिदिन्छौँ हामी। निर्मम हत्या गरेको तिनीहरू शान्तिपूर्वक आइतबारको राति तिनीहरू भोला बाबालाई जल चढाउनका लागि कोशीबाट जल लगेर जल चढाउने कार्यक्रम थियो। तर तिनीहरूले के गल्ती गरेको थियो भाइ? निर्मम हत्या गर्यो। कसैलाई आन्द्रा भुद्री बाहिर निकालिदिएको छ, कसैलाई छातीमा गोली हानेको छ, कसैलाई टाउकोमा गोली हानेको छ, कसैलाई खुट्टामा गोली हानेको छ। यसको जिम्मेवारी कसले लिने?